प्रेजेन्टेसन दिँदाखेरि के तीनटा टाइपको मान्छे हुन्छन् के। एउटा चाहिँ प्रेजेन्टै नहुने, अर्को चाहिँ प्रेजेन्ट भए पनि ठिकठाक भन्ने, अनि थर्डमा चाहिँ यति दामी भन्ने कि सबलाई चकित पारिदिने होला के। अनि हामी पर्छ मिडलमा गाइज। अनि आजको प्रेजेन्टेसन त्यस्तै खासै दामी भएन हाम्रो, तर खुसी भने के चिजको थियो भने हाम्रो चाहिँ 3 दिन बिदा भइरहेको छ। अनि हामी चाहिँ ह्याप्पी हुँदै निस्क्यौँ। तर यति गर्मी हुन्छ नि यो बाहिर कलेजदेखि यहाँ घर आउँदाखेरि हालत खराब भइसक्छ कि। अनि त्यसपछि आउने बित्तिकै मैले चाहिँ 1 गिलास पानी तन्काइहालेँ। अनि हाम्रो घर चाहिँ खाना छिटै खाने चलन छ, सो मैले चाहिँ भुटेको भात बनाएर खाएँ। ट्याक्क आज त हिजोको मासु बचेको थियो त्यसलाई पनि हालेर मस्त चिकन फ्राइड राइस बनाएर खाएँ। अनि त्यसमा चाहिँ च्याउचाउ हाले पनि खानुभएको छ कि नै, तर यति मिठो लाग्छ नि मलाई च्याउचाउ हालेर खान, यस्तो क्रन्ची हुन्छ झन्। अनि मेरो चाहिँ रुम यति मेस्सी भएको थियो नि आजभोलि। अनि त्यसपछि मैले रुमसुम सब मिलाएँ। अनि ठ्याक्कै त्यसपछि भाइ बहिनीहरू पनि आएको थिए 3-4 बजीतिर। अनि उनीहरूलाई चाहिँ खाना दिएर अनि म चाहिँ लागेँ खुसी हुँदै। कहाँ जानु लाग्यो भन्नु होला, आज चाहिँ हाम्रो बजेको घर चाहिँ प्लान थियो कि मोमो खाने। अनि ठ्याक्कै बोलाइहाल्नु हो। अनि म गएँ। अनि त्यहाँ बजेले चाहिँ पिठो मुजुमा मैले चाहिँ मिलाइहालेँ। अनि उहाँ हाम्रो आन्टी पनि आइहाल्नु भयो ट्याक्क लाएर। अनि त्यसपछि हाम्रो चाहिँ धमाधम मोमो बनाउनुतिर लागिहालेँ। अनि त्यसपछि के गर्दा चाहिँ मैले त्यस्तो खासै भिडियो बनाउनु पाइनँ, तर गाइज यति मिठो भयो थियो यो मोमो चिकनको। I hope you like my video guys. See you on my next video very soon. Bye bye. Love you.